भारतमा 100 रुपैयाँको चुच्चे नक्सा भएको नयाँ नोट बाहिरिएपछि अहिले भारतमा ठुलो भूकम्प गएको भारतीय मिडियाहरूमा देखा परेको छ। यति बेला नेपालले नयाँ 100 को नोट जारी गरेको छ, जसमा विवादित क्षेत्रहरू कालापानी, लिपुलेख र लिम्पियाधुरा छ। भारतले ती क्षेत्रहरू आफ्नो भनेर दाबी गरेको थियो भने नोटले नेपाल भारत सीमा विवादलाई फेरि तातो बनाएको छ। त्यति मात्र होइन, भारतीय मिडियाहरूले 100 को नोटभित्र रहेको चुच्चे नक्सा किन राखिएको भन्दै चर्को आलोचना पनि गरिरहेको देखिन्छ। नक्सा अपडेट गर्ने निर्णय वास्तवमा 2020 मा जब सरकारले नयाँ राजनीतिक नक्सा पारित गरेको थियो, अहिले त्यही नक्सालाई नोटमा देखाएको हो भन्ने खुलासा नेपाल राष्ट्र बैंकले गरिएको छ।